मलाई द्वन्द्वकालमा पक्रियो। मैले प्रथमचोटि पक्राउ खाएको भनेको राज्यको 2049 सालमा। त्यतिखेर म एकदम यङ थिएँ, स्कुलमा म थिएँ। अनि त्यसपछि टनकपुर विरोधी आन्दोलन भएको थियो। त्यतिखेर पहिलोचोटि पक्राउ परेँ। अनि दोस्रोचोटि 2052 साल चैतमा पक्राउ परेँ, जन्मदिनभन्दा अलि अगाडि। अनि त्यसपछि चौथोचोटि तेस्रोचोटि म पक्राउ पर्दा, ती त सामान्य पक्राउ थियो, पक्रिने छुट्ने क्रम भइहाल्थ्यो होइन। द्वन्द्वकालमा म पक्राउ परेँ। अब त्यो अफिसर अहिले रिटायर भइसक्नुभयो। त्यतिखेरका धेरै मान्छेको नाम नभनौँ, किनभने द्वन्द्वको अवधि थियो। अनि मलाई मध्यरातमा मैले त्यो संस्मरण पनि जनआस्थामा लेखेको छु कि 56 सालमा हुलाकबाट पठाउने चलन थियो त्यतिखेर। चिठी आएन भन्ने थियो। हुलाकको पनि इन्ट्रेस्टिङ छ। एउटा मान्छेले काठमाडौँमा विवाह गरेछ, अनि घरमा चिठी पठाएको, बुवा मैले प्रेम सम्बन्ध बस्छु, बिहा गरेँ भने, उता त नातिको न्वारन मान्ने बेला पो आइपुगेछ बुवा। चिठी ढिलो पुग्यो नि त होइन। 1 वर्षपछि चिठी पुगेपछि त आउँदा त न्वारन पो भइरहेको, त्यस्तो अवस्था हुन्थ्यो। भने जस्तै त्यो हुलाकबाट पठाउने चलन थियो। आर्टिकल पठाएको छु मैले त्यो। अनि त्यो बेला के भयो भने, मलाई त्यो बारा जिल्लाको पथवैया र निजगढको बिचमा जङ्गलमा लगाएँ। अब मैले फिल्म हेरेको हुनाले म चनाखो भइछु क्या। फिल्म हेर्नु पनि फाइदाजनक रहेछ। ल बाबु जाऊ, तिम्रो माया लाएर आयो, सुट्ट भयो, यसो पिसाब लागेको छैन भन्यो। अनि मैले होइन, लाग्न त मलाई रियल्ली पिसाब लागेको थियो मध्यरात होइन। मैले के सोचेँ भने, अब म पिसाब फेर्न गएर भागेँ भने यिनीहरूले पछाडिबाट मलाई हानिहाल्छन् भन्ने, इन्काउन्टर गर्न लाग्यो। इनफ्याक्ट त्यही हो होइन। हत्कडी छ। अब उता पिसाबको लागि भनेपछि भगाउनु नै थियो भने त यसो हत्कडी खोलिदिन्थ्यो नि त। मेरो सिक्स सेन्सले त्यहाँ काम गर्यो होइन। अनि त्यसपछि त्यो फिल्म, हिन्दी फिल्महरुतिर त्यस्तो बढी, हिन्दी फिल्म। अनि त्यसपछि म भागिनँ होइन। त भाग्न भनेर जोड गर्छ। अनि मलाई झन् शङ्का लाग्यो, यसलाई मलाई पिसाब लगाउनै पर्ने र भगाउनै पर्ने कारण के हो भनेपछि दाल में कुछ काला है। आज यमराजसँग मेरो साँच्चीकै साक्षात्कार हुन्छ कि क्या हो भन्ने, धर्मराजको सामु पुग्छु कि भन्ने भयो। तैपनि म ज्यादा होइन, मलाई पिसाब लागेको छ नि, कहीँ कसरी फेर्नु पिसाब, नलागिकन पिसाब फेरिन्छ भनेर मैले प्रतिकार गरेँ। अहिले चर्को क्रान्तिकारी थिएँ होइन। अहिले जस्तो ज्यानको त्यति माया त हुँदैन थियो, किनभने जब फ्यामिली हुन्छ, आफ्नो करियर भइसकेपछि मान्छेलाई आफ्नो जीवनको बढी माया लाग्छ। त्यसकारण ग्याङस्टार डनहरूले पनि टिनेजरहरूलाई बढी उत्तेजित बनाएर बुस्टर डोज दिएर लड्न पठाउँछन् क्या। पुराना ग्याङस्टारहरू लड्दैनन् नि त, हो नयाँलाई लडाउने हो उनीहरू। त्यति बेला तपाईँ ज्यानको माया चाहिँ खासै थिएन। ठिकै थियो, ज्याङको हुनु पर्दैन। बुस्रीको ज्यान कति तेज थियो होइन। सबै राजदलको भिवे जस्तो 6.5 फुट र रातो पिरो त हुँदैनन् नि त होइन। बाघसँग लड्ने सबै हुँदैनन्। साहस सबभन्दा ठुलो कुरा हो, दुस्साहस ठुलो कुरा हो। अनि मैले उनीहरूले के गरेँ भने, तपाईँलाई रियल भन्दैछु, मलाई मार्ने नै योजना बनाएर छन्। अनि पुरै हिन्दी फिल्मको जस्तो दृश्य हो क्या। अब रक्सी खाएको मान्छे भनेको उसले किन रक्सी खाइरहेको छ, आफ्नो स्वभाव विपरीत, सबैको प्राय मुखबाट अल्कोहल गनाएको छ भन्ने बित्तिकै केही एबनर्मल काम गर्नको लागि उसले रक्सी खायो भन्ने मलाई लाग्यो। त्यसपछि मैले के भने मैले अलिकति त्यहाँ भाषण लगभग छाँटी छु क्या। अब पहिलेदेखि बोल्ने मान्छे, हेर्नुहोस् अब कहिलेकाहीँ यो उटपट्याङ कुराले पनि जादुमय काम गर्दो रहेछ। हेर्नुहोस् इन्सपेक्टर साहब, हेर्नुहोस् फलाना साहब, अब एक त प्रमोसन गरिदिने, 100 देखि इन्सपेक्टर भन्ने होइन। 100 मात्रै हो, फुली चिन्दछु म त्यही बेला। अब क्रस खुकुरी थिएन, 2टा तारा थियो, इन्सपेक्टर भन्ने उसलाई एक त प्रमोसन गराएर बोल्नुपर्छ के। काहीँ काम लिनु छ भने सुब्बालाई भेट्नु भने अधिकृतज्यू यो काम गरिहालौँ त भन्नुपर्छ, काम फटाफट हुन्छ। चनेकै झाडपे चढाइदियो भनेर टाइपको दाइ के धेरै प्रमोसन गरेर भने अस्वाभाविक हुन्छ। एक त इन्सपेक्टरमा डिएसपी भन्ने होइन। त्यति बेला को हुनुहुन्थ्यो तपाईँको बेला? जो भयो नि, अब यहाँ नभनौँ, उहाँ रिटायर हुनुहुन्छ। यो हेर्नु हो भने म उहाँलाई लिङ्क पठाइदिन्छु यो भिडियोको। भन्नु चाहिँ के भन्नुभयो उहाँले? यति मिनटभित्र तपाईँको पनि अज्ञात प्रसङ्ग छ भनेर पठाइदिन्छु। 1-2 जना चिनजानमा हुनुहुन्छ होइन, सम्पर्कमा हुनुहुन्छ। पछि त गुड फेथमा सम्बन्ध पर्यो। हेर्नुहोस्, कुनै दिन तपाईँहरूलाई हामी जस्तो मान्छे मन्त्री बनेर न्याय दिनुपर्ने हुनसक्छ भने ठ्याक्कै आफ्नो योजना पोस्टपोन गरौँ होइन।
यो त पढेको मान्छे त्यो बेला म ग्रेजुएट हुन खोजिसकेका थिएँ होइन अँ, यस्तो मान्छे त मन्त्री हुन्छ मूर्खहरूलाई पो सिद्धाउनु पर्छ भन्ने उसलाई लागेछ कि उसको अँ, पछि उसले मलाई त्यही भन्थ्यो अँ, अँ, होइन तपाईँहरूमाथि हामी न्याय गर्छौँ भनेपछि त अन्याय केही न केही त भइरहेको हुन्छ नि कोही न कोही माथि त्यसपछि त्यहाँ रफादफा भयो त्यहाँबाट म बाँचेँ त्यहाँबाट- यातना यो जुन तपाईँले देख्नुहुन्छ नि मेरो यो औलो के भएको त यो सबै यो हानेको बुटले? ह्याम्बरले ह्यामरले? ह्याम्बरले ह्याम्बरले हारेको या एउटा चोटै छ होइन टाउकै फुटेको छ कति दिन यात्रा दियो तपाईँलाई करेन्ट गएको छ त्यतिखेर सन् 1999 को इन्सेकको मानव अधिकार वर्ष पुस्तकमा अँ, मलाई यातना दिएको विषयमा प्रसङ्ग छ मैले आफ्नो सोसियल मिडियामा पनि राखेको छु संयोग के भने उम्, त्यही इन्सेकले 1999 मा म माथि राज्यको यातना भएको कुरा छाप्यो अहिले चाहिँ गैर राज्य फ्याक्टरबाट उम्, नन स्टेट एक्टरबाट मलाई आक्रमण भएको त्यही इन्सेकले किताबमा निकाल्यो कि